नमस्कार दर्शकवृन्द, आज हामी विश्व राजनीति र प्राविधिक क्षेत्रका दुई शक्तिशाली हस्ती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अरबपति एलन मस्क बीचको हालैको टकरावबारे कुरा गर्दैछौँ। कहिलेकाहीँ नजिकको मित्र, कहिलेकाहीँ कटु आलोचक, यी दुईको सम्बन्धमा पछिल्लो केही वर्षमा निकै उतार चढाव देखिएको छ। डोनाल्ड ट्रम्प र एलन मस्कको सम्बन्ध सधैँ सरल थिएन। सुरुमा मस्क डेमोक्रेटिक पार्टी समर्थक थिए र ट्रम्पको पहिलो कार्यकालमा पेरिस जलवायु परिवर्तनबाट बाहिरिएकोमा आलोचना गर्दै सल्लाहकार बोर्डबाट समेत राजीनामा दिएका थिए। तर 2024को मध्यमा आएर यो सम्बन्धले नयाँ मोड लियो। सन् 2024को जुलाईमा ट्रम्पमाथि भएको हत्या प्रयासपछि एलन मस्कले सार्वजनिक रूपमा ट्रम्पलाई समर्थन गरे। उनले ट्रम्पको चुनावी अभियानका लागि करिब 27 देखि 30 करोड डलरसम्म चन्दा दिए, जुन अमेरिकी पिएससी नामक सुपर पिएससी मार्फत दिएको थियो। अगस्त 2024मा उनले एक्समा ट्रम्पसँग प्रत्यक्ष अन्तर्वार्ता पनि लिए र चुनावी र्यालीहरूमा समेत ट्रम्पसँगै देखिए। डिसेम्बर 2024सम्ममा उनीहरूलाई अविभाज्य भनिन थालिएको थियो र मस्क ट्रम्पको फ्लोरिडा स्थित निवासको छेउछाउमै बसेका थिए। सन् 2024को राष्ट्रपति निर्वाचनमा एलन मस्क ट्रम्पका एक प्रमुख समर्थक र चन्दादाताका रूपमा उदाए। हत्या प्रयासपछि उनले ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए। उनले ट्रम्प र अन्य रिपब्लिकन उम्मेदवारहरूलाई जिताउन ठूलो आर्थिक सहयोग गरे। ट्रम्पले चुनाव जितेपछि मस्कलाई एक ताराको जन्म भएको भन्दै सार्वजनिक रूपमा प्रशंसा समेत गरेका थिए। ट्रम्पले चुनाव जितेपछि नोभेम्बर 2024मा एलन मस्कलाई एउटा नयाँ विभाग डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी DOGE को सहप्रमुखको रूपमा नियुक्ति गरियो। DOGE को मुख्य काम सरकारी खर्च घटाउनु र सरकारी प्रक्रियाहरूलाई आधुनिकीकरण गर्नु थियो। मस्क प्रशासनमा एक प्रमुख व्यक्ति बने, क्याबिनेट बैठकहरूमा समेत भाग लिए र ट्रम्पसँगै यात्रा गरे। उनले विशेष कर्मचारीको रूपमा काम गरे, जसको अवधि एक वर्षमा 103 कार्यदिनमा सीमित थियो। मस्कले सरकारी कर्मचारी कटौती र विभिन्न कार्यक्रमहरू बन्द गरेर करदाताको अरबौं डलर बचाएको दाबी गरेका थिए। तर यी दुई बीचको सम्बन्धमा हालै ठूलै दरार आएको छ। सन् 2025 मेको अन्त्य र जुनको सुरुमा उनीहरू बीचको विवादले निकै उग्र रूप लियो। विवादको कारण मस्कले ट्रम्पको बिग ब्युटिफुल बिल नामक बजेट विधेयकको कडा आलोचना गरे। उनले यसलाई घृणित र अनावश्यक खर्चले भरिएको भन्दै आफ्नो सरकारी खर्च कटौतीको कामलाई कमजोर पारेको बताए। यही असहमतिपछि मे 30, 2025मा मस्कले DOGEबाट राजीनामा दिए। जुन 5, 2025मा सामाजिक सञ्जालमा उनीहरूबीच व्यक्तिगत रूपमा आरोप प्रत्यारोप सुरु भयो। ट्रम्पले मस्कप्रति अत्यन्तै निराश भएको भन्दै आफ्नो महान सम्बन्ध समाप्त हुन सक्ने बताए। उनले मस्कका कम्पनीहरू SpaceX र टेस्लालाई दिने अरबौं डलरको सरकारी अनुदान र ठेक्काहरू खारेज गर्ने धम्की समेत दिए, जसले बजेटमा अरबौं डलर बचाउने समेत दाबी गरे। मस्क बीचको यो झगडाले विश्वको ध्यान खिचेको छ। यसले अमेरिकी राजनीति र प्रविधि क्षेत्रमा कस्तो प्रभाव पार्छ त्यो हेर्न बाँकी नै छ।